हेलो नमस्ते साथीहरू। आज चाहिँ मैले तपाईहरुलाई जसले आफ्नो फेसबुक प्रोफाइलमा अरूको कन्टेन्टहरु पोस्ट गर्नुहुन्छ, जसको फेसबुक मोनेटाइज भइसकेको छ, त्यहाँहरुले चाहिँ अत्यन्त जरुरी एउटा भिडियो बनाउन गइरहेको छु र यो भिडियो लास्टसम्म सबैले हेर्नु होला। तपाईलाई पनि काम लाग्न सक्छ। र आफूले पोस्ट गरेको कन्टेन्टमा कपिराइट लागेको कसरी थाहा पाउने भनेर त्यसको बारेमा पनि जानकारी दिनेछु। र कपिराइट चाहिँ पहिले भिडियोहरु पोस्टहरु चाहिँ पोस्ट गर्दाबित्तिकै नलागे पनि 2-4 दिनपछि अरु कसैले कपिराइट हान्दे भनेपछि कपिराइट लाग्ने रहेछ। र मैले पनि आज त्यस्तै पोस्टहरु 5-7 वटा पोस्टहरु डिलिट गरे। बल्ल फेसबुकले रिकमेन्ड गर्यो, नत्र मोनेटाइज चाहिँ पुरा येल्लोमा गइसकेको थियो। मेरो डिमोनेटाइज हुन लागेको थियो आईडी। कतै तपाईको पनि त्यस्तो हुन सक्छ, त्यही भएर त्यसबारेमा जानकारी दिँदै छु र भिडियो हेर्नु होला अन्तिमसम्म। यसरी फेसबुकमा जानु होला अनि ड्याशबोर्डमा जानु होला अनि यहाँ ड्याशबोर्डमा गइसकेपछि मेरो चाहिँ डाटा अफ रहेछ, त्यही भएर म अन गर्दै छु। त्यसपछि यो ड्याशबोर्डमा गइसकेपछि यो कन्टेन्टमा क्लिक गर्नु होला र सी अलमा जानु होला। यदि तपाईको कुनै पनि पोस्टमा कन्टेन्ट कपिराइट लागेको छ भनेपछि डिमोनेटाइज भएको छ आईडी र मोनेटाइज रोकेको छ भनेपछि यहाँनेर येल्लो या ब्राउन कलरको इस्यु आएको देखाएको हुन्छ, कपिराइटेड इस्यु भनेर देखाएको हुन्छ। मैले चाहिँ डिलिट गरिसके सबै पोस्टहरुमा चाहिँ डिलिट मेरो पनि लागेको थियो। 5-7 वटा कन्टेन्ट कपिराइट लागेको थियो, सबै डिलिट गरिसके र अहिले चाहिँ क्लियर छ एकदम सबै। र यहाँनेर कुनै इस्यु देखाएको छैन। यो चाहिँ भिडियोहरु पोस्ट गर्दा तुरुन्तै नलागे पनि 2-4 दिनमा कसैले कपिराइट हान्दे भनेपछि कपिराइट लागेको देखाउँछ र हामीलाई थाहा नहुन सक्छ। त्यही भएर चेक गरिराख्नु पर्छ। यसलाई चेक थाहा पाउनको लागि चाहिँ यहाँबाट योमा जानु होला, प्रोफाइल स्ट्याटसमा। अनि त्यसपछि यो मोनेटाइज एक्टिभिटी लेखा छ। यहाँनेर चाहिँ मेरो येल्लो चिन्ह आइरहेको थियो। अनि त्यसपछि म भित्र गएर चेक गरेको, आफ्नो कन्टेन्टहरु चेक गरेको त त्यहाँ इस्यु देखायो। अनि त्यसपछि तिनी कन्टेन्टहरुलाई सिलेक्ट गर्दै डिलिट गर्दै गरे र अहिले चाहिँ मेरो पुरै यो सबै चीज एक्टिभ देखाछ र माथि पनि ग्रीन टिक लागेको छ। कुनै मेरो आईडीमा कुनै प्रब्लम छैन अहिले, ओके छ। र तपाईहरुले पनि आफ्नो आईडी ख्याल गर्नु होला। हस्त, धन्यवाद।